नमस्ते। आउनुहोस् आज एउटा यस्तो अनौखो यात्रामा लागौं जहाँ शोक, सम्झना र आस्थाको एउटा सुन्दर सङ्गम देख्न पाइन्छ। यो कथा हो एउटा यस्तो जात्राको जहाँ मृत्युको अन्धकारलाई बत्ती बालेर उज्यालोमा परिणत गरिन्छ। एकछिन सोचौं त, कस्तो हुन्थ्यो होला यदि हामीले शोकलाई, त्यो पीडालाई उज्यालोमा बदल्न सक्ने कुनै तरिका भेटायौं भने? हो, यही प्रश्न नै आजको हाम्रो चर्चाको केन्द्र हो, जसले हामीलाई एउटा गहिरो आध्यात्मिक रहस्यतिर लैजान्छ। हो, नेपालको पुरानो तामाङ समुदायमा एउटा यसै परम्परा छ। एउटा यस्तो जात्रा छ जहाँ दिवंगत आफन्तहरूको सम्झनामा बत्ती बालिन्छ र विश्वास गरिन्छ कि त्यही बत्तीको उज्यालोले उनीहरूको आत्मालाई मुक्तिको बाटो देखाउँछ। र त्यो जात्रा हो तिमाल जात्रा। तिमाल जात्राको मुख्य मर्म भनेकै आफ्ना पुर्खाहरूलाई सम्झिनु हो, उनीहरूलाई सम्मान गर्नु हो। यो नाचगान गर्ने, रमाइलो गर्ने पर्व मात्रै होइन, यो त दिवंगत आत्माहरूको मुक्तिका लागि गरिने एउटा एकदमै पवित्र अनुष्ठान हो। अब यो अनुष्ठानको सबैभन्दा महत्त्वपूर्ण कुरा के हो त? त्यो हो अस्तु, अर्थात् मृतकको हड्डीको सानो टुक्रा वा खरानी। यही अस्तुले नै हो जीवित र मृतक बीचको त्यो नदेखिने तर पवित्र सम्बन्धलाई जोड्ने। भनौँ न, यो अनुष्ठानको मुटु नै यही हो। यो बत्ती बनाउने प्रक्रियामा पनि गहिरो श्रद्धा लुकेको छ। सबैभन्दा पहिले मृतकको त्यही अस्तुलाई शुद्ध घिउमा भिजाइन्छ। त्यसपछि काँचो धागोसँग मिसाएर लेदो बनाइन्छ र आफ्नै हातले बत्तीको आकार दिइन्छ। र हरेक दिवंगत आत्माको मुक्तिको कामना गर्दै ठिक 108वटा बत्ती तयार पारिन्छ। यो काम एकदमै व्यक्तिगत र भावनाले भरिएको हुन्छ। अब 108 नै किन त? यो सङ्ख्या यत्तिकै छानिएको होइन है। बौद्ध परम्परामा 108 अङ्कको छुट्टै आध्यात्मिक महत्त्व छ। यसलाई पूर्णताको प्रतीक मानिन्छ। त्यसैले मृतकको आत्माले पूर्ण मुक्ति पाओस्, सबै बाधाहरू हटुन् भनेरै ठिक 108वटा बत्ती बाल्ने चलन बसेको हो भन्ने विश्वास गरिन्छ। त्यसो भए यो पवित्र यात्रा सुरु कहाँबाट हुन्छ त? यसको जरा खोज्दै जाँदा हामी पुग्छौं तामाङ जातिको आफ्नै सांस्कृतिक उद्गम स्थल तिमाल क्षेत्रमा। तिमाल यो एउटा ठाउँको नाम मात्रै होइन, यो त तामाङ संस्कृतिको मुहान हो। काभ्रे जिल्लामा पर्ने यो क्षेत्रलाई तामाङ जातिको ऐतिहासिक थाथलो मानिन्छ। र एउटा अचम्मको कुरा के छ भने बौद्ध धर्मावलम्बीहरूले एकदमै पवित्र मान्ने बुद्ध चित्तको माला यही तिमालमा मात्रै पाइन्छ। तीर्थयात्रीहरू तिमाल क्षेत्रबाट आफ्नो आस्था बोकेर आइपुग्छन् काठमाडौँको बौद्ध स्तूपमा। जात्राको पहिलो र महत्त्वपूर्ण अनुष्ठानको सुरुवात यही पवित्र स्थलबाट हुन्छ। स्थानीय भाषामा बौद्ध स्तूपलाई ज्यारुङ खस्योर पनि भनिन्छ। यसको अर्थ रमाइलो छ। राजाले वचन दिइसके, अब पछाडि हट्ने ठाउँ छैन। यो नाम पछाडि नै यसको निर्माणको एउटा अद्भुत कथा लुकेको छ। कथा सुन्दा त कुनै दन्ते कथा जस्तै लाग्छ। भनिन्छ माझीमा नामकी एक महिलाले राजासँग स्तूप बनाउन जग्गा मागिन्। कति त जम्मा एउटा भैँसीको छालाले ओगट्ने जति। राजाले सजिलै हुन्छ भनिदिए। तर ती महिलाले चलाखी गरेर छालालाई एकदमै मसिनो धागो जस्तो बनाएर काटिन् र त्यसले त विशाल क्षेत्र पो घेरियो। अब वचनमा बाँधिएका राजाले नाइ भन्न सकेनन् र यसरी यो महान स्तूप बन्यो। हो, त्यही चैत्र शुक्ल पूर्णिमाको अघिल्लो साँझ हजारौं तीर्थयात्रीहरू यही बौद्ध स्तूपमा जम्मा हुन्छन् र आफ्ना दिवंगत पुर्खाहरूको नाममा तयार पारेका ती 108वटा बत्तीहरू बाल्छन्। भनौँ न, आत्माको मुक्तिको यात्रा औपचारिक रूपमा यहीँबाट सुरु हुन्छ। बौद्धमा बत्ती बालिसकेपछि तीर्थयात्राको दोस्रो र अन्तिम गन्तव्य हो स्वयम्भू स्तूप। यो ठाउँको उत्पत्ति त बौद्धभन्दा पनि पुरानो र अझ रहस्यमय मानिन्छ। यसको कथा त झनै गजबको छ। पौराणिक कथा अनुसार काठमाडौँ उपत्यका कुनै बेला एउटा ठूलो दह थियो। त्यही दहमा विपस्वी बुद्धले कमलको बिउ रोपेपछि त्यसबाट एउटा अद्भुत 5 रङको ज्योति आफै प्रकट भयो। त्यही ज्योतिलाई स्वयम्भू अर्थात् आफै उत्पन्न भएको भनियो। पछि मञ्जुश्रीले चोभारको डाँडो काटेर दहको पानी बाहिर पठाएपछि मात्रै यो पवित्र ज्योति सबैले देख्न सक्ने भयो। र यो नै हो यात्राको चरमोत्कर्ष। पूर्णिमाको दिन तीर्थयात्रीहरूले बालेका ती सयौं बत्तीको उज्यालो स्वयम्भूको त्यही प्राचीन स्व-उत्पन्न ज्योतिमा गएर मिल्छ। यो एउटा साङ्केतिक क्षण हो जहाँ मानिसले बालेको भौतिक बत्तीले त्यो आध्यात्मिक ज्योतिलाई भेट्छ र मृतकका आत्माहरूलाई मुक्तिको अन्तिम बाटो देखाउँछ भन्ने विश्वास गरिन्छ।
यति गहिरो र गम्भीर अनुष्ठान सकिएपछि जात्रा उत्सवमा परिणत हुन्छ। जात्रामा गाइने एउटा परम्परागत सेलोगीतको यो टुक्काले त्यो खुसीलाई कति सुन्दर तरिकाले व्यक्त गर्छ। बौद्धनाथको दर्शनले मन पग्लन्छ अनि स्वयम्भूको दर्शनले त मान्छेको आयु नै बढ्छ। तर सोच्नुपर्ने कुरा के छ भने यो जात्रा केवल एउटा अनुष्ठान मात्रै त होइन होला। तामाङ समुदायका लागि यो किन यति धेरै महत्त्वपूर्ण छ र कसरी यो परम्परा युगौँदेखि जीवित रह्यो? किनभने यो जात्राले तामाङ भाषा, संस्कृति र इतिहासलाई जोगाएर राखेको छ। यसले पुर्खाप्रतिको कर्तव्य पूरा गर्ने एउटा अवसर दिन्छ। सबैजना मिलेर तीर्थयात्रा गर्दा समुदायमा एकताको भावना अझ बलियो हुन्छ अनि परम्परागत गीत, नाच र कथाहरू नयाँ पुस्तामा हस्तान्तरण गर्ने यो एउटा जीवन्त माध्यम पनि हो। त्यसैले यो पर्व एउटा जात्रा मात्र नभएर सांस्कृतिक पहिचानको संरक्षण पनि हो। तामाङ समुदायले तिमाल जात्रा मार्फत आफ्ना पुर्खाहरूलाई यसरी सम्झिन्छन्। यसले हामी सबैलाई एउटा महत्त्वपूर्ण प्रश्न सोच्न बाध्य बनाउँछ। हामीले चाहिँ आफ्ना पुर्खाहरूको कथा र उनीहरूको विरासतलाई कसरी जीवित राख्न सक्छौँ होला? एकपटक विचार गरौँ है त। धन्यवाद।